हामीले चाहिँ केपी ओलीको बिदा हुने समय भनिदिनु पर्यो। हाम्रो मूल नेतृत्व असफल हो, असक्षम हो। यहाँसम्म उनीहरूले गरेकोमा दे आर थ्याङ्कफुल। नाउ इट इज हाई टाइम टु बी रिटायर। उनीहरूले रिटायर हुनुपर्छ सबैले, एउटा दलले मात्रै होइन। शेरबहादुर हेर्नुहोस् त, त्यो अझ फेरि गएर अन्तिमचोटि लड्ने अरे। जे स्थिति अहिले आइपुगेको छ यो केपी ओलीको कारणले नै आएको स्थिति हो। केपी ओलीमा न देशभक्ति छ न राष्ट्रभक्ति छ, उनीमा चाहिँ एउटा अहङ्कार दम्भ मात्रै छ। अब रुने त प्रदीपै गेवाली होइन, त्यस्तोले रुवाउन सुहाउँछ। रुनु त उनले हिजो पर्थ्यो। मलाई यत्रो ठुलो भारी बोकाउने 10 क्लास पढेको मान्छेलाई परराष्ट्र मन्त्री जस्तो भारी बोकाएर भरिया बनाउने भनेर रुनु त उनले हिजो पर्थ्यो। अहिले रोइरहेछन्, सुहाउँछ रुन। ईश्वरै पोखरेल चाहियो त हामी भन्नुको अर्थ त्यत्रो देख्दैनौँ। तर केपी ओलीले छुट्टी चाहिँ लिनुपर्छ, लिएनन् भनेदेखि दिनुपर्छ। मेरो भनाइ यति मात्रै हो। डाक्टर साहब स्वागत छ सुनौल नेपालमा। ल धन्यवाद। अब लामो समय तपाईँ मिडियाभन्दा बाहिर हुनुहुन्थ्यो, हिजो दिल्लीबाट आउनुभयो। के कस्तो रह्यो दिल्ली बसाइ र केका लागि थियो? मेरो त मेडिकल ट्रिप हो, वार्षिक रूपमा त्यहाँ फलोअपमा जान्छु म। यो चोटि चाहिँ अलिकति लामो 2-3 हप्ता जति लाग्यो। तर मेरो यो चाहिँ विशुद्ध औषध उपचार हो, मेडिकल ट्रिप हो, फलोअप हो। अनि कस्तो छ अहिले स्वास्थ्य अवस्था के छ? स्वास्थ्य ठिक भनेको छ। अब मेरो त्यो अल्ट्रासाउन्ड गर्छ एउटा, हजुर, अरू केही टेस्टहरू ब्लडको इत्यादि गर्छ। टिजी भन्दो रहेछ एउटा, अलि महँगो टेस्ट हुन्छ त्यो। त्यसपछि एउटा औषधिको यो किमो जस्तो, त्यो चाहिँ ओरल किमो भन्दो रहेछ, टर्कीबाट आउँछ त्यसको ड्रप। 2-3 डोज त्यो खुवाउँछ अनि रिलिज गरिदिन्छ। भनेको दिल्ली बसाइ सुखद रह्यो? होइन, अब सुखद त के हुन्थ्यो र, जे होस् नराम्रो भनेन। 1 वर्षलाई लाइसेन्स लिएर आएको छु। स्वास्थ्य अवस्था ठिक छ भनेर? हजुर। अब मेडिकलको लागि अब पछिल्लो समय नेपालीहरू दिल्ली जाने, अर्को तेस्रो मुलुक जाने अवस्था पनि बढ्दैछ होइन? अब हामी नेपालीहरूको लागि दिल्लीमा पनि नेपालमा भन्दा धेरै नै गुणस्तरीय औषधि उपचार अथवा त्यो हुने हो कि के हो? अब नेताहरूलाई त गाली गरिन्छ, हामी पनि जानुपर्ने स्थिति आयो। देशमा चाहिँ राम्रो उपचार नभएको हो कि के हो? अब जस्तो यसको बहुआयाम चाहिँ उल्लेख गर्न सकिन्छ। जस्तो मैले चाहिँ त्यो मलाई थाहा पनि थिएन। त्यसपछि मैले यहाँ यो बिएनबीबाट चाहिँ पोस्टेडको पनि अपरेसन गर्ने योजना बनाएको थिएँ गत वर्ष। त्यति बेला मैले थाहा पाएँ पोस्टेड को क्रममा जुन पोस्टेडबाट जुन आइटम निकालिन्छ त्यो आइटमबाट बिरामीलाई क्यान्सर छ कि छैन भनेर हेर्ने, त्यसलाई बायोप्सी भनिन्छ। त्यो बायोप्सी टेस्ट गर्ने सिस्टम चाहिँ हाम्रो देशमा रहेनछ। यहाँबाट दिल्ली नै जानु पर्यो। कतिपय कुरामा हामी परनिर्भर पनि छौँ। एउटा पक्ष यो भयो। फेरि यहाँ मात्रै हो कि भनौँ भने जुन मैले अघि टिजीको कुरा गरेँ, 3 वर्ष अगाडिसम्म राजीव गान्धी क्यान्सर इन्स्टिच्युट जहाँ मेरो यो ट्रिटमेन्ट गरिन्छ, त्यो टिजी टेस्ट गर्ने मेसिन त्यहाँ पनि थिएन। त्यहाँबाट बम्बे पठाउनु पर्ने, अनि बम्बेबाट 2 हप्ता पर्खेपछि मात्रै हामीले पाउने। जस्तो अघि मैले यो ओरल किमोको कुरा गरेँ, त्यो ओरल किमोको ड्रप पनि टर्कीबाट ल्याउनु पर्ने। यस्ता परनिर्भरताहरू त ठुल्ठुला देशहरूमा पनि छन्। अर्को आयाम यो भयो। तेस्रो आयाम चाहिँ जे जति सुविधा र अवसरहरू हाम्रो देशमा उपलब्ध छन् त्यसलाई पनि जवाफदेहीपूर्ण तरिकाले व्यवस्थापन गर्ने कुरामा जहाँ हामी चुकिराखेका छौँ त्यसले पनि समस्या चाहिँ बढाएको छ। जस्तो अब बीएनसी हस्पिटल भयो दुर्गा परसाईको, झापाको पेट स्क्यान मेसिन भन्ने एउटा अत्यन्त महँगो मेसिन हुँदो रहेछ। त्यो चाहिँ 90 लाख पर्ने। 90 करोड? 90 करोड हो कि लाख हो? 90 करोडै हो क्यार। 90 करोड त सामान्य नै भयो। 90 लाख त सामान्य नै। सामान्य 90 करोड कस्टली, त्यसको एक्ज्याक्ट मैले बिर्सेँ तर कस्टली एउटा त्यस्ता पेट स्क्यान मेसिन चाहिँ नेपालमा जम्मा 2टा रहेछन्। एउटा त्यही भइहाल्यो, एउटा यहाँ कुनै एउटा प्राइभेट हस्पिटलमा भनेर मैले सुनेको छु। जे होस् नेपाल गभर्मेन्टसँग चाहिँ त्यो पेट स्क्यान मेसिन छैन। त्यो पेट स्क्यान मेसिन सञ्चालन गर्नको लागि दुर्गा परसाईले बङ्गलादेशबाट प्रति महिना 5 लाख तलब खाने गरी एउटा
प्राविधिज्ञ चाहिँ ल्याएको भन्नु हुन्थ्यो त्यति बेला। अब उहाँलाई यो चाहिन्छ भनेको हुनाले त्यो जुन बिएनसी हस्पिटल त्यो जुन कलेज उहाँले खोल्ने कुरा गर्नुहुन्थ्यो 15 वर्ष अगाडि, त्यसको एफिलिएसन पनि नेपाल सरकारले मेडिकल काउन्सिलले नदिइसकेपछि त्यो विषय चाहिँ मुद्दा मामिलामा गयो। तपाईँ देखिरहनु भएको छ दुर्गा प्रसाईले त्यसपछि कुन कुन रूप लिनु पर्यो, के भयो, कसरी पार्टी बदल्नु पर्यो, कसरी मार्सी खानु पर्यो, अनि के भयो, त्यसपछि के भयो, अनि के हुँदैछ, त्यो सबै तपाईँ देखिरहनु भएको छ। तेस्रो आयाम चाहिँ यो हो। चौथो आयाम भनेको चाहिँ नेपालको दुईटा सेक्टरमा, मुख्यतः सबै सेक्टरमा दुईटा सेक्टरमा अत्यधिक राजनीति हावी छ, त्यो शिक्षा र स्वास्थ्य। अब शिक्षा, स्वास्थ्य, वित्तीय, कर्मचारी, प्रहरीमा राजनीति भएपछि के हुन्छ भन्नु त? चौथो आयाम चाहिँ यो हो। फलस्वरूप हाम्रो सिस्टममा हामीलाई विश्वास छैन क्या। यो देशमा पनि के हुन्छ भन्ने हामीले आस्था नै जगाउन सकेनौँ। त्यसपछि मरोस् त भन्यो मान्छे, किनभने जस्तो अब यहाँबाट हामीलाई धनगढी जानु पर्यो भने प्लेनमा कति समय लाग्छ होला भन्नु त? 1 घन्टा। 1 घन्टाले पनि मान्छ कि मान्दैन? तर दिल्ली जानु पर्यो भने 1 घन्टा 20 मिनट। हिजै म आएँ एयर इन्डियाबाट 1 घन्टा 20 मिनट। 1 घन्टा 20 मिनट, यो 1 घन्टा। अब कस्टको हिसाबले यहाँबाट धनगढीको कति होला प्लेन हो भन्नु त? अब एकदम महँगो लिँदा 16,000 नत्र 8-9 हजार। 8-9 हजार होइन। दिल्लीमा चाहिँ इन्डिगोको सुरुमा त हामी 5600मा जान्थ्यौँ, स्पाइस जेट भन्ने थियो इत्यादि। एयर इन्डिया चाहिँ महँगै हुन्छ। जे होस्, कस्टको हिसाबले पनि त्यति फरक पर्ने देखिँदैन र उहाँ बसोबासको हिसाबले पनि त्यति उत्तेजक हुँदैन। तर खालि अर्काको देश, अब भारू पैसा प्रयोग गर्नु पर्यो, फलोअपमा जानु पर्यो, आउनु पर्यो, जानु पर्यो, त्यसले गर्दाखेरि अलिकति दुरूह जस्तो हुन्छ होइन। अब ट्याक्सी प्रयोग गर्नु पर्यो, सुरक्षाको कुरा आयो, अर्काको देशमा त अर्कैको हुन्छ नि त जसरी पनि। यी 4-5वटा आयामहरूको कारणले हामी आफ्नो देशको स्वास्थ्य प्रणाली भन्दा पनि अर्काको स्वास्थ्य प्रणाली, जस्तो मैले पनि त्यहाँ त्यो राजीव गान्धी क्यान्सर हस्पिटल भयो, एपोलो हस्पिटल भयो, यी हस्पिटलहरू हेर्दाखेरि मैले त्यहाँ अफगानीहरू पनि त्यतिकै देख्छु, अफ्रिकनहरू पनि त्यतिकै देख्छु, नेपालीहरू पनि त्यतिकै देख्छु। त्यहाँ वाइट कन्ट्रीको चाहिँ त्यति देख्दिनँ म। तर अब अफ्रिकन पनि आउने, अफगानी पनि आउने भनिसकेपछि त अलिकति होलो रहेछ भन्ने पनि देखियो। यी सब कारणहरूले गर्दाखेरि मानिसहरू भारतको बाटो लिन्छन्। अब हाम्रै देशको स्वास्थ्य व्यवस्थापन चाहिँ बलियो बनाउँदा, डाक्टरहरूलाई प्रोफेसनल्ली चाहिँ ट्रेनिङ दिँदा, उनीहरूको क्यारियरको ग्यारेन्टी गर्, जस्तो मैले हिजो पनि कुरा गरेको थिएँ, गङ्गालालको एकजना डाक्टर थिए नि त, अब भिसी दिएनन् भनेर चाहिँ उफ्रेर अमेरिका पुगिदिए होइन। अब भिसी दिने पद्धति पनि राम्रो बनाए भयो होइन। ब्रेन ड्रेनको सिस्टम उहिलेदेखि नै छ हाम्रो देशमा। राम्रा चाहिँ चिकित्सकहरू, अस्ट्रेलियामा एउटाले मुटु ट्रान्सप्लान्ट गर्यो भनेर कत्रो नाम थियो पोरपरार होइन। युकेमा भयो, अमेरिकामा भयो, उनीहरू नाम। एउटा प्रकरण थियो, एउटा ब्याङ्ककमा एउटा अपरेसन थियो, सबैको अपरेसन ट्याक भयो। एउटा बिरामीको अपरेसन चाहिँ समय लाग्यो। किन समय लाग्यो भनेपछि तपाईँको डाक्टर विदेशबाट आउने अनि समय लाग्छ भन्ने भयो। लास्टमा त अपरेसन गर्ने डाक्टर छिर्दाखेरि छ के छ शेर्पाजी भन्छ अरे, त्यो त डाक्टर उपेन्द्र देवकोटा पो रहेछ। यही देशको डाक्टर त्यहाँ गएर अपरेसन गर्नुपर्ने भनेपछि कस्तो स्थिति भयो त? त्यसकारण यो सबै कुरालाई हामीले व्यवस्थापन गर्न नसकेपछि विदेशमुखी हामीहरू भएका हौँ। वास्तवमा हाम्रो देशमा पनि हाम्रा चिकित्सकहरू पनि प्रवीण छन्, राम्रा छन्, तर हामीले त्यसलाई व्यवस्थापन गर्न र एउटा विश्वासको वातावरण गर्न चाहिँ सकेका छैनौँ। मेरो एउटा अनुभूति के छ भने हामीले त्यो काम गर्नुपर्छ। त्यो भयो भने भोलिका दिनमा हाम्रो स्वास्थ्य क्षेत्रले पनि एउटा विश्वासको आकर्षण चाहिँ पैदा गर्न सक्छ। जस्तो अब हजुर विदेश लागेपछि नेपालमा राजनीतिक रूपमा पनि धेरै उथलपुथल भयो होइन। के कसरी मिस गर्नुभयो यहाँलाई, देशलाई चाहिँ? अब अहिले यो सोसियल मिडिया सिस्टमले गर्दाखेरि फरक चाहिँ केही पनि पर्दो रहेनछ होइन। टिभी हेर्नु नपर्ने,
हात हातमा मोबाइल हुन्छ, त्यहाँ व्यवस्थित सामाजिक सञ्जालसँग म आबद्ध नै थिएँ। कति 600 कि 700 तिरिसकेपछि पानी सर चाहिँ सोसियल मिडिया प्रयोग गर्न पाइँदो रहेछ। त्यही पनि मलाई एकजना साथी थिए, गुणग्राही साथी, यता महेन्द्रनगरका जोशी बन्धुहरू, उनीहरूले मलाई ठुलो सहयोग गरे। एटिएम पनि हातमै हालिदिए, टेलिफोन पनि सिम पनि हातमै हालिदिए, आनन्दले सुविधा लिएँ क्या मैले, केही पनि फरक परेन। त्यस कारण नेपालको पनि तारन्तार म सबै कुराहरू सुनिरहेको हुन्थेँ। यहाँ एमालेको जुन महाधिवेशनको बवन्डर हो त्यो पनि सुनिरहन्थेँ। नेपालका नेताहरूमाथि को जुन वितृष्णा र असन्तुष्टि हो त्यो पनि म सुनि नै रहन्थेँ, हेरि नै रहन्थेँ। मलाई चाहिँ विदेश जस्तो अनुभूति पनि हुँदैन थियो। म अपडेटै छु यहाँका स्थिति विकासहरूको बारेमा, मैले त्यत्रो मिस गरिरहनु पर्ने त्यस्तो अवस्था पनि त्यहाँ बनेन। जस्तो दिल्ली बस्ने नेपालीहरूले चाहिँ देशको बारेमा के कस्तो सोच्छन्, के कसरी हेर्छन् त, के पाउनु भयो? अब उनीहरूलाई पनि चासो छ, चिन्ता छ होइन। उनीहरूको कुरा गर्ने भने यो पहिला मलाई कलकत्तामा पनि साथीहरूले भन्थे, त्यसलाई लिएर कति साथीहरू मसँग यहाँ रिसाएको पनि पाएँ सडकमा मैले। खोइ के कारणले हो मैले बुझिनँ। तर कलकत्तावासीहरूको, दिल्लीवासीहरूको सरकार र भनाइ चाहिँ के थियो भनेदेखि नेतृत्वले हामीलाई पनि एजेन्डा बनाइदिनु पर्ने, हामीले पनि स्थानीय रूपमा कयौँ जस्तो आधार कार्डको कुरा भयो, श्रम स्वीकृतिको कुरा भयो, श्रममा चाहिँ वञ्चित हुनु परेका कुराहरू भए होइन, अब दोहोरो नागरिकताको कुरा भयो। यी कुराहरूले गर्दाखेरि हामी दैनन्दिनको समस्याहरूमा हुन्छौँ। यी कुराहरूलाई चाहिँ नेपाल सरकारले आफ्नो एजेन्डामा राखिदिए हुने भन्ने लगायतका कुराहरू उनीहरू गर्थे। उनीहरूको गुनासो चाहिँ के हुन्थ्यो भनेदेखि यहाँको नेतृत्वले चाहिँ हामीलाई एजेन्डा बनाएन। हाम्रा पनि विषयवस्तु, हाम्रा पीडाका, हाम्रा अभावका, हाम्रा अप्ठ्याराका, जस्तो एउटा समस्या मैसँग पनि थियो। अब 1000 को 2000 को 500 को नोट चाहिँ गैर कानुनी हुने नेपालमा, आइसी। अब 100 को नोट बोरामा हाल्नुपर्ने, 5 लाख 7 लाख को खर्च आयो भनेदेखि त 100 को नोटको हिसाबले त त्यो पैसा केमा बोक्ने त? सुरक्षाको समस्या पनि त्यतिकै हुने। त्यस्तो बेलामा ब्याङ्किङ कारोबार गर्न पाए, ब्याङ्कमा खाता खोल्न पाए कति राम्रो हुन्थ्यो होला भन्ने सोचाइ मलाई पनि आउँथ्यो त्यति बेला। र मैले किनभने 1950 को सन्धि अनुसार एक अर्को देशका नागरिकलाई एक अर्को देशमा समान व्यवहार कारोबार गर्न पाउने इत्यादिको ग्यारेन्टी गराएको छ 1950 को ट्रिटीले। त्यो हिसाबले मैले त्यहाँ एउटा चाहिँ ब्याङ्क खाता खोल्न खोजेँ। यति गाह्रो रहेछ कि नागरिकता लिनभन्दा नि गाह्रो रहेछ इन्डियामा। त्यो मैले सकिनँ। यो चोटि चाहिँ साथीहरू के भन्थे भने मैले राजदूतले पनि मलाई यो चोटि स्वास्थ्य उपचारमा मद्दत गर्नुभएको थियो। भारतीय राजदूतावासमा म यो चोटि छिरेको पनि थिएँ। सायद विदेशी दूतावासमा छिरेको यो मेरो पहिलो नै अवसर होला। भारतमा भएको नेपाली राजदूतावासमा म, किनभने यिनीहरू चाहिँ पदहरू किनेर जान्छन्, यिनीहरू बेइमान भ्रष्टहरू हुन्, नातेदारीको आधारमा जान्छन्, बेविचार गरेर जान्छन्, पार्टीका नाङ्गै नेता हुन्छन् नि त। उनीहरूले पार्टीगत रूपमा अरूलाई हेरिदिइरहेका हुन्छन्। यस्ता फटालाई के भेट्ने भन्ने अनास्था मेरो मनमा लामो समयदेखि रहिरहन्थ्यो। यो पल्ट चाहिँ म त्यहाँ छिरेको थिएँ र त्यहाँ काउन्सिलरसँग मेरो कुरा पनि भएको थियो। राजदूतसँग चाहिँ मेरो टेलिफोनमा मात्रै कुराकानी भयो, वाट्सएपमा। काउन्सिलरहरूसँग कुराकानी हुँदाखेरि मैले यो प्रश्न राखेको थिएँ, यो के छ त यो ब्याङ्किङ कारोबार सम्बन्धी हामीलाई भन्दा एक चरणको कुराकानी भइसकेको छ भन्थे। ब्याङ्क खाता खोल्न दिने इत्यादि भन्थे। तर अब त्यसो गर्दाखेरि कसो पर्छ, फेरि पुँजी पलायनले चाहिँ प्राथमिकता पाउने हो कि, खतरा छ नि त। किनभने यहाँ हरेक दृष्टिकोणले असुरक्षाको वातावरण बनेको छ। त्यस्तो बेलामा आज मात्रै पनि मैले एउटा तथ्याङ्क देखिरहेको थिएँ। पढाइको नाममा विद्यार्थीहरूले गएको 4 महिनामा मात्रै 4 अरब 96 करोड यहाँबाट विदेश लगे भन्ने तथ्याङ्क सोसियल मिडियामा म देखिरहेको थिएँ आज मात्रै। यो 4 महिना, यही सरकार आएको कति 4 महिना नआगेको 3 महिनाभित्र चाहिँ यो 4 महिना पुग्दैछ होइन। यो सरकार आएपछिको
पुँजी पलायनको रफ्तार चाहिँ त्यस्तो छ। भनेपछि अब खाता खोल्ने नाममा पनि बा पुँजी पलायन हुन जाने हो कि त्यसले गर्दा यहाँ वित्तीय सङ्कट पैदा हुने हो कि अर्को पनि मैले देखिरहेको थिएँ सोसियल मिडियामा उहीँ हुँदाखेरि साउथ एसियामा सबैभन्दा अप्ठ्यारो वित्तीय नीति भएको ब्याङ्क चाहिँ हाम्रो नेपालको राष्ट्र ब्याङ्क अरे। त्यो म अर्थशास्त्र म गहिरोसँग बुझ्दिनँ है, तर वित्तीय कारोबारमा चाहिँ उद्यमीहरूलाई उद्यमी मैत्री नीति हुनुपर्ने हो क्या राज्यको। अब त्यहाँ पनि प्रशस्त चुनौतीहरू भन्ने अनुभवहरू छन्। त्यस्तो बेलामा भारतमा हामीलाई सजिलो चाहिँ छैन। म ती हुँदाहुँदै तपाईँले यहाँ थाहा पाउनु होला 500 को नोट खुल्ला भयो अरे भन्ने मैले सुने। मलाई त थाहा पनि थिएन 500 को नोट चाहिँ नेपालमा गैर कानुनी भनेर। गोजीमा 500 को नोट बोकेर गएको थिएँ म। त्यहाँ पुगेर झस्केँ म त। तर त्यहाँ बस्दा बस्दै 500 को नोट खुल्ला भयो भन्ने मैले सुने। अब त्यसको अर्थ के हो? त्यसलाई पनि फेरि डेढ अकलेहरूको कमी छैन क्या नेपालमा, भारतमा पनि। फेरि के भन्दै थिए भने कतिपय भ्रष्ट नेताहरूसँग 500 को डङ्गुर होला, त्यो डङ्गुर खुलाउनको लागि इन्डियन लिडरसिपसँग साँठगाँठ गरेर नै 500 को नोट नेपालमा खुला गरेको हुनुपर्छ। तुरुन्तै त्यो पैसाले वैधानिकता पाइसकेपछि फेरि जिउको तिउ भइहाल्छ होला भन्ने आशंका गर्दै थिए। जताबाट पनि आम र सर्वसाधारणलाई चाहिँ सहज छैन, अप्ठ्यारै छ, चुनौतीहरू नै छन्। यो सबै कुरालाई व्यवस्थापन गर्न सक्ने योचोटि चाहिँ मलाई त्यहाँ राजदूत साहबको अब आफूले सहयोग पाएपछि त मान्छेलाई सकारात्मक एउटा भाव आउने होला नि। मलाई अलिकति आशा पलायो के। सबैले के भन्थे भने शङ्कर शर्मालाई चाहिँ एकदम एप्रोप्रिएट राजदूत छन् यिनी भन्थे क्या। भनेपछि प्रोफेसनल नन पार्टी डिप्लोमेटहरू चाहिँ हामीलाई चाहिन्छ। उहाँमा त्यस्तो देख्नुभयो? उहाँलाई त्यस्तो भने क्या मान्छे। मेरो अनुभव पनि त्यही भयो। मेरो त एजे होलै नेपालका कूटनीतिज्ञहरूप्रति अनास्था नै हो। किनभने यिनीहरू चाहिँ त्यो दलाली गरेर पैसा बुझाएर व्यभिचार गरेर चुनाव हारेका लठैतहरू राजदूत भएर जाने क्या, खुल्लम खुल्ला क्या लठुवाहरू। त्यस्तालाई आस्था दिने भन्ने कुरा त आउँदा पनि आउँदैन। तर मलाई प्रसन्नता भयो शङ्कर शर्मामा त्यो किसिमको विवाद चाहिँ सुनिएन क्या योचोटि। यो जेएनजी सरकारले नि उहाँलाई फिर्ता ल्याएन। जेएनजीको बुत्तामा त के होला र बिचारा। होइन, जो राम्रो गरेको अरू आरोप थिए नि त, अरू फिर्ता ल्याउने राजदूतहरूमाथि विभिन्न खालका चाहिँ भ्रष्ट गरेको के गरेको भन्ने, तर उहाँलाई चाहिँ फिर्ता पनि ल्याएको थिएन नि त। होइन, त्यसलाई जनलाइज गरेर त्यो सुविधा चाहिँ म उहाँलाई पनि दिन चाहन्न। किनभने हामीले त्यस्तो पक्षपातपूर्ण रवैया पनि राख्नु हुँदैन। किनभने केस हो क्या त्यो चाहिँ एउटा। जस्तो अन्य मुलुकहरू पनि लठैतहरू छन् नि त, चुनाव हारेका लठुवाहरू राजदूत हुने हो र? खुल्लम खुल्ला नाङ्गो हो नि। चुनाव हारेको लठुवा अथवा पार्टीको सांसद चाहिँ त्यहाँ न्यायाधीश हुने हो र? कसरी न्याय पाइन्छ त्यस्तो भयो भने? त्यो त कुनै हालतमा पाइँदैन नि त। त्यस कारण न्यायाधीश भनेको त विवेकी हुनु पर्यो। कतिपय मलाई के भन्थे भने त्यही इन्डियामै पनि कतिपयको चाहिँ पारपा चुकेको समस्या छ, कतिपयको स्त्रीधनको समस्या छ, कतिपयको अंशधनको समस्या छ। कतिपयले मलाई के भन्थे भने त्यहाँ पनि इन्डियामा योचोटि भन्थे मरिमरि उहाँबाट चाहिँ एक भाइले सम्पत्ति कमाएर स्वदेश पठायो, आमाको नाममा अथवा कसैको नाममा चाहिँ त्यो राख्यो, पछि त्यसैमा चाहिँ अंश मुद्दा पर्यो। मरिमरि अफगानिस्तानमा बसेर उसले सम्पत्ति कमाएर यता पठाउँछ। अब साझेदारी देउरानी जेठानी अथवा दाजुभाइसँग चाहिँ मुद्दा मामिला गर्नुपर्छ, विषय अदालतमा पुग्छ, अदालतले विवेक प्रयोग गर्दैन। जस्तो एक भाइले चाहिँ अफगानिस्तानमा बसेर, तपाईँलाई थाहा छ अफगानिस्तानमा, इराकमा, लिबियामा कतिको ज्यान जोखिममा छ भनेर। ठुलो पैसा आउँछ ज्यान जोखिममा राखेर भए पनि नेपाल बेरोजगार नेपाली युवाहरू त्यहाँ जान्छन् र मरिमरि यहाँ पैसा पठाउँछन्। कतिले श्रीमतीको नाममा पठाउँछन्, यहाँ आउँदासम्ममा सम्पत्ति पनि हुँदैन, श्रीमती पनि हुन्न, उल्टो पारपा चुकेको मुद्दा खेप्नुपर्ने हुन्छ, जेल गइन्छ। कतिपयले आमाको नाममा राखिदिन्छन्, आमा बाबुकैमा पनि दुर्बुद्धि पलाएर त्यहाँभित्र पारिवारिक घुसपैठ भयो भनेदेखि त्यो पनि मुद्दा मामिला हुन पुग्छ। न्यायाधीशले चाहिँ विवेक प्रयोग गरिदिँदैन, उनीहरू सडकमा आउँछन्। हाम्रा यस्ता मुद्दाहरू पनि प्रशस्त छन्। डाक्टर साहब, यस्तो मुद्दा पनि तपाईँले नामै लिएर किटेरै उल्लेख गरिदिनु पर्यो लगायतका समस्याहरू त्यहाँका साथीहरूले चाहिँ भन्थे। अब कहीँ गए पनि बिचरा बर्मा गए कर्मसँगै, नेपाल गए कपालसँगै भने जस्तो केही गर्दा पनि नेपालीहरूले शान्ति, अमन चयन र चाहिँ भविष्यको सुनिश्चितता पाउन सकेका छैनन्। त्यसरी भौतारिने स्थिति चाहिँ भारतीय सहरहरूमा पनि व्याप्त छन्, दिल्लीमा पनि त्यस्तो व्याप्तता
प्रचुर मात्रामा। कति अब एकजना साथी थिए, म चाहिँ एउटा लेबर मुद्दा खेपिरहेको छु भनेर भन्थे। अब केमा पर्यो, अब मुद्दा खेप्दा खेप्दा 10 वर्ष भइसक्यो, फैसला हुँदैन। यीको जस्तो रहेछ फेरि त्यो, हेर्दा हेर्दैमा हेर्न नमिल्नेमा मिसिल झिकाउनु, अग्राधिकारमा राख्नु, दिल्लीमा पनि अझ बढी। यी कुराहरू चाहिँ त्यहाँका साथीहरूले पनि भन्थे, आफू केही गर्न सकिँदैन। अब तपाईँ उता हुँदा हुँदै यहाँ एमालेको महाधिवेशन व्यापक ढङ्गले चाहिँ अघि बढेको छ। आज निर्वाचन हुँदैछ, के देख्नुहुन्छ यो निर्वाचनको चाहिँ प्रेडिक्सन के छ हजुरको? प्रेडिक्सन त यसमा म गर्नको लागि असमर्थ छु, तर मेरो अपेक्षा चाहिँ के छ भने केपी ओलीलाई बाइज्जत छुट्टी दिनुपर्छ योचोटि। त्यो एमाले र एमाले जनहरूको लाभमा हुन्छ, देशलाई पनि त्यसले राम्रो गर्छ भन्ने मलाई लाग्छ। तपाईँ तटस्थ हुनु, हामीले चाहिँ केपी ओलीको बिदा हुने समय भनिदिनु पर्यो अरे। भनेको यो केपी ओलीलाई छुट्टी दिने समय हो? मेरो विचारमा त्यो गर्नु राम्रो हुन्छ। त्यो फेरि केपी ओलीको विपक्षमा र ईश्वर पोखरेलको पक्षमा मैले भनेको होइन। त्यो एमालेहरूको भाग्य भविष्य, नेपालको राजनीति जसरी अहिले चाहिँ विशृङ्खलित भएको छ, यो त पूर्णतः केपी ओलीकै कारणले हो। उहाँ यो कुरा मान्न तयार हुनुहुन्न। उल्टो एमाले जनहरू के भन्छन् भनेदेखि यो विदेशी हस्तक्षेपबाट भएको हो, त्यसकारण केपी ओलीलाई नै अग्रता दिनु र कठिन परिस्थितिमा नेतृत्व जोगाउनु पर्छ भन्छ नि। यो भन्दै गरेको सुनिन्छ। यो मैले देख्दाखेरि अनावश्यक कुरा हो र अतिरञ्जित कुरा हो। किनभने जे स्थिति अहिले आइपुगेको छ यो केपी ओलीको कारणले नै आएको स्थिति हो। केपी ओलीमा न देशभक्ति छ न राष्ट्रभक्ति छ, उनीमा चाहिँ एउटा अहङ्कार दम्भ मात्रै छ। त्यस कारणले यो स्थिति आएको हो। परिपक्वता चाहियो, स्टेटमेन्टसिप चाहियो नि त लिडरमा त, त्यसको अभावले यो भएको हो। जस्तो हिजैदेखि 72 सालको संविधान घोषणा गरेदेखि नै यी कमजोरीहरू भएका छन्। त्यस बापत नेपालले चाहिँ आर्थिक नाकाबन्दी बेहोर्नु पर्यो। त्यहाँ पनि राष्ट्रवाद देखियो होइन नि त्यो। किनभने भारतलाई सिरानी हालेर 72 को संविधान र 62 को परिवर्तन सार्थक बनाइयो, भारतमै बसेर जनयुद्ध गरियो। अनि संविधान जारी गर्ने बेलामा चाहिँ त्यो गुण चाहिँ बिर्सिएपछिको प्रतिक्रिया नाकाबन्दी थियो। यसलाई चाहिँ नक्कली राष्ट्रवादसँग चाहिँ जोडेर हेरियो। फलस्वरूप हामीले एउटा कोष नै लिन सकेनौँ नि। सही बाटो लिनु पर्यो नि त। सही बाटो लियो भने मात्रै सही ठाउँमा पुगिन्छ। सही ठाउँमा पुग्नको लागि त सही गन्तव्य पकाउनु पर्यो नि। काशी जानु कुतीको बाटो। तपाईँलाई काशी जानु छ, तपाईँको मुख फर्केको छ तिब्बततिर, तपाईँ जति हिँडे पनि तपाईँ काशी पुग्न सक्नुहुन्न नि त। त्यसकारण समग्रमा देशभक्ति के हो, राष्ट्रियता के हो, राष्ट्रवाद के हो। भनेको अहिलेको महाधिवेशनले केपी ओलीलाई बिदाई गर्नुपर्छ भन्ने तपाईँको लाइन हो? त्यो मेरो लाइन होइन। मेरो विचारमा त्यो एमाले र एमाले जनहरू सँगसँगै देश र राष्ट्रिय राजनीतिलाई सही दिशा दिनको लागि सबभन्दा राम्रो हुन्छ। अब उनीहरूले के गर्छन् त्यो त आन्तरिक मामला भयो। मेरो लाइन दिएर मैले हस्तक्षेप गर्नु त भएन नि। फेरि एमालेहरू केपी ओलीकै पक्षमा छन् भने जबरजस्ती तिमीहरू विपक्षमा जाऊ त मैले भनिदिनु भएन। त्यो त उनीहरूको फैसलाको कुरा हो। त्यो त उनीहरूको फैसलाको कुरा भयो। तर सही समयमा सही नेतृत्व छान्ने बेला अथवा चाहिँ जनताले चाहिँ नेतृत्व छान्ने बेला चाहिँ विवेक ढङ्गले पुर्याउन पर्छ भन्ने बेला चाहिँ आयो। यो चाहिँ एकदम सही कुरा छ। किनभने यिनीहरू जनता होइन नि, तिनीहरू कार्यकर्ता हुन्। कार्यकर्ता चाहिँ जनता जस्तो हुँदैन। जनता त एब्स्ट्र्याक्ट हुन्छ नि त, कार्यकर्ता त स्पेसिफिक हुन्छ। सर्टेन ज्ञान भइसकेपछि मात्रै कुनै पनि व्यक्तिले पार्टीको सदस्यता पाउँछ र ऊ चाहिँ एउटा उन्नत कार्यकर्ताको रूपमा त्यहाँ आबद्ध भएको हुन्छ। त्यसले म बुझ्दिनँ भन्न पाइँदैन। त्यसले त विवेक प्रयोग गर्नुपर्छ। किन जनता त अबोध हुन्छ नि त बिचरा, होइन? मनी माइन्ड मसलको भरमा उसले भोट खनाइदिन्छ। कहाँ भोट खनाइदियो भन्ने कुरा थाहै हुँदैन। मेरो दाजु चाहिँ जीवनभर प्रधान पञ्च रहनुभयो गाउँमा। एकजना वृद्ध मतदाता थिए, बुढाथोकी बा भन्थ्यौँ हामी उनलाई। बुढाथोकी बा चाहिँ भोट हाल्न भित्र गए। भित्र भोट हाल्न गएपछि कहाँ भोट हाल्ने भन्ने कुरा उनलाई थाहा भएन। अनि भित्रबाट कराए, माइला 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 भान्जा भने। मेरो दाइ चाहिँ माइला थिए, हाम्रो नातेदारी मामा भान्जाको थियो। तिमीलाई कहाँ भोट हाल्नु भनेर सोधे बुढाले। अब कहाँ भोट हाल्ने भन्ने उनले। कतिपयले ल्याप्चे लाउँछन् त्यहाँ भोट, कतिपयले यो स्वस्तिक चिन्ह लाउने भन्ने बुझ्दैनन्, कतिपयले हस्ताक्षर गर्ने हो कि भनेर बुझ्छन्। अब मतदाताको स्थिति त यो हुन्छ। तर कार्यकर्ता त यस्तो हुँदैन नि त। ढ्याप्प आफ्नोमा हालिदिन्छ। उसले त विवेक, उसले त थाहा पाउँछ नि मैले मुद्दाको आधारमा भोट हाल्दैछु।
कुन मुद्दा अहिले देश र जनताको पक्षमा हुन्छ त्यो बुझ्न सक्ने मात्रै कार्यकर्ता हुन्छ नि त। र उसले मात्रै विवेक प्रयोग गर्न सक्ने हुनाले अब उसले यहाँ विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। मैले देख्दाखेरि केपी ओलीलाई निष्ठापूर्वक बाइज्जत छुट्टी दिने बेला चाहिँ अब आइसक्यो। किनभने केपी ओलीलाई बरकरार रहन दिनु भनेको अहिलेको जुन अस्तव्यस्तता, अथवा केपी ओलीको त सरकारकै कुरा गर्ने हो भने पनि काठमाडौँ प्रतिबन्धात्मक व्यवस्था छ, उनी बाहिर जान पाउने स्थिति पनि छैन, जहाँ गयो त्यहाँ ढुङ्गामुढाको स्थिति हुन्छ, उनी माथि चाहिँ धरपकडका कुराहरू छन्, उनी माथि हत्या आरोपहरू छ। यतिको आरोपी व्यक्ति कुनै पनि दलको नेतृत्व कसरी गर्न सक्छ र? भोलि नै के हुने हो ठेगान चाहिँ जस्तो अहिले रवि लामिछानेमाथि प्रश्न उठिरहेछ नि त। अब रवि लामिछाने दोषी होलान् निर्दोष होलान्, तर उनी त जेलभित्र पुगिराखेका छन्। अब यसको असर त रासोपाभित्र पनि पर्छ होला। अब जबरजस्ती गर्नु उनीहरूको कुरा भयो, तर एउटा आरोपी व्यक्तिले पार्टीको नेतृत्व लिएकोले बसिरहनु त उचित त हुँदैन नि। त्यो भन्यो भने रासोपाका साथी रिसाइहाल्छन्। एमालेको हकमा पनि भोलि यही कुरा हुन्छ। त्यसकारण पनि मलाई लाग्छ यो कुरा चाहिँ प्रश्न नहुँदासम्म केपी ओलीले, मैले देख्दा मोरल्ली उहाँले चाहिँ ल अब मैले यहाँसम्म नेतृत्व गरेँ, पार्टीलाई यो ठाउँमा ल्याइ पुर्याएँ, तपाईँहरूले यो पार्टीको साखलाई वर्चस्वलाई यताउता गर्न चाहिँ पाउनुहुन्न, तर युवाहरूको बिचमा म स्वस्थ प्रतिस्पर्धा गराउँछु र नेतृत्व हस्तान्तरण गरिदिन्छु भन्नुपर्ने हो। सबभन्दा सही यो हुन्थ्यो। होइन उहाँलाई चाहिँ नेतृत्वमा रहिरहन मन थियो भने यो अर्ली महाधिवेशन किन गरिरहनु पर्यो त? 1 वर्षको समय त बाँकी नै थियो, किन गर्नु पर्थ्यो त यो महाधिवेशन? पूर्ण अवधिसम्म चाहिँ नेतृत्व गरे त भइहाल्थ्यो नि। 1 वर्ष अगाडि ल्याएर आफ्नो कार्यकाल 1 वर्षपछिको परिस्थिति के हुन्छ भने थप 4 वर्ष लम्बाउनु भयो। अनि के मतलब हो? त्यो कुनै मोरल कुरा हो? त्यो कुनै अर्थको कुरा भयो? त्यो कहाँबाट आउँछ खर्च त्यो सब गर्नको लागि? त्यति बेर त यो गिरिबन्धुवाला उसले दिएको खर्च दिएको भन्थे, यो 15-20 करोडको खर्च भन्थे चितवनमा। अहिलेको खर्च चाहिँ कसले दियो त? त्यो सब त देश जनताले बिहोर्नु पर्ने होला, उद्यमीहरूले लगानी गर्ने होला, अर्को गिरिबन्धु हुने होला, अर्को यो चाहिँ यति समूहको कुरा आइरहेछ नि त अहिले। दरबार मार्ग यति समूहलाई दिने, अनि केपीको पिएलाई चाहिँ बालकोटमा 5 तल्ले घर बनाइदिने लगायतका। यो त सानो एउटा 20 करोडको कुरा होला। यिनीहरूले त 20 अरबको घोटाला गरेका हुन्छन्। त्यो खर्च महाधिवेशनमा प्रयोग हुन्छ, त्यो सुहाउने कुरा हो र? जग्गा मिलाइदिए बापत घर घुस त्यस्तो सुनियो क्या, त्यस्तो आयो नि, त्यस्तो कुरा आयो। त यो विधिबाट उनीहरू पार्टी चलाइरहेका हुन्छन्, खर्चिला महाधिवेशनहरू चलाइरहेका हुन्छन्, तड्किलो भड्किलो जीवनशैली अपनाइराखेको हुन्छ। त्यो सुहाउने कुरा होइन नि त। त्यसको लागि मितव्यय हुनु पर्यो, सादा जीवन, उच्च विचार हुनु पर्यो। आवधिक महाधिवेशन, निर्वाचन, अहिले अब निर्वाचन, जनमत सङ्ग्रह इत्यादि भन्दैछन्। हाम्रो 2007 सालदेखि अहिलेसम्म कुनै कुरामा हाम्रो राजनीतिक झगडा भयो भने व्यवस्था, निर्वाचन, संविधान सभा कि शाही आयोगबाट मसौदा समिति बनाउने इत्यादि गर्ने, सङ्घीय व्यवस्था कि समावेशीय व्यवस्था, यस्तोमा लड्दा 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 हत्तु हरान भइयो। 30 खरबको वैदेशिक ऋण भइसक्यो, तर राष्ट्रले चाहिँ निकास पाएन, देश विकास भएन, जनता निराश। त्यो सबै यहाँ खर्च भयो नि त। जस्तो सङ्घीयता भन्ने भयो, सारा खर्च यहाँ गयो। अनि निर्वाचन भन्ने भयो, यहाँ गयो। संविधान सभाको निर्वाचन भन्ने भयो, यहाँ गयो। मुलुकमाथि ऋण चाहिँ बढेको बढै भयो। त्यो कसले खायो त? ती प्रतिनिधिहरू को हुन् त? एउटै खोके बुढो 2007 सालमा जो त्यही नेता छ। रिपिट हुन खोज्छ फेरि। त्यही अब तपाईँकै उमेर, अब केपी ओलीको उमेर र केपी ओलीको राजनीतिक जीवन र तपाईँको उमेर गर्दा उहाँको डबल होला अझ। त्यस्तो पनि कुनै नेतृत्व हुन्छ? ल ठिक छ, देश र जनताले सुशासन पाए, समृद्धि पाए भने हामी त्यसलाई बिर्सिन सक्छौँ, त्यो पनि नपाउने। अनि हामीले यो बोझ किन बिहोर्नु पर्ने त? त्यसकारण आवधिक निर्वाचनको सिस्टम हुनुपर्छ, उमेर हदको सिस्टम हुनुपर्छ। उमेर हद थियो तर आफ्नो लागि हटाइयो, अनि भनेपछि कार्यकाल टर्म थियो भनेपछि यो त धज्जी उडाउने कुरा हो नि। त्यस कारणले पनि केपी ओलीले छुट्टी लिनु राम्रो हुन्छ भन्ने हाम्रो कुरा हो। तर ईश्वर पोखरेल पनि केपी ओली भन्दा उमेरको हिसाबले त्यत्रो फरक जस्तो मलाई लाग्दैन। यसकारण ईश्वरै पोखरेल चाहियो त हामी भन्नुको अर्थ त्यत्रो देख्दैनौँ। तर केपी ओलीले छुट्टी चाहिँ लिनुपर्छ, लिएनन् भनेदेखि दिनुपर्छ। मेरो भनाइ यति मात्रै हो।
त्यो दिने लाइनमा कार्यकर्ता देखिन्नन् फेरि। त्यो म भन्न सक्दिनँ। उनीहरू सामान्यतया सौरभ यो के बालेन शाहले भनेकै छ, दासत्वको वर्चस्व त त्यहाँभित्र होइन, उनीहरू झोले कार्यकर्ता त भनेकै छ। उनीहरूले सम्पूर्ण कुरा विवेक बुद्धि गुमाएको त्यस्तो म देख्छु। तर नतिजा पर्ख्यौँ न, बा उनीहरूमा सद्बुद्धि आइसक्यो कि, बा सद्विचार आयो कि, परिस्थितिको गम्भीरतालाई उनीहरूले हृदयङ्गम गरिसके कि, पर्ख्यौँ न 24 घन्टा, त्यसपछि भनौँला। जस्तो अब नेतृत्वमा त केपी ओलीको अलिकति तपाईँले हामीले भने जस्तो अलि वर्चस्व देखिन्छ अहिलेसम्मको परिस्थिति हेर्दा होइन। त्योभन्दा तलका उसमा चाहिँ जुन हिसाबले प्यानल बनेर गएको छ त्यसले चाहिँ शङ्कर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई जसले केपी ओलीलाई बिगारे भन्थे तिनीहरूको चाहिँ अलिक कमजोर देखिन्छ स्थिति। के भन्नुहुन्छ? त्यो बेइमानीपूर्ण रिमार्क हो। किनभने जहिले पनि नेपालको राजनीतिमा अन्त पनि होला। नेपालको राजनीतिबाट चलन के छ भने राजा त उस्ता होइन, दरबारीहरूलाई बिगारे भन्थे। ती दरबारी कस्ता हुन् भनेर ठिकसँग मूल्याङ्कन गर्न नसक्ने राजै हुन सक्दैन नि। त्यति बेर चाहिँ छाता समाउन नसक्नेले छातै ओढ्नु हुँदैन भनेको थियो कि योगी नरहरिनाथले। राजा वीरेन्द्रका पालामा योगी नरहरिनाथलाई नै थुन्चेक गर्ने कुरा गरे। त्यसपछि योगी नरहरिनाथले हिन्दू राजा भन्ने, दरबारभित्र चाहिँ जाँड र रक्सीको पार्टी गर्ने, यो सुहाउने कुरा होइन भन्थे। आखिर त्यही जाँड पार्टीमा चाहिँ वीरेन्द्रको वंश विनाश भयो। अहिले पनि कुरा त्यही हो। विष्णु रिमाल के अरे तपाईँले भने केटाहरू, राजन भट्टराई, यस्ता फुच्चालाई पनि आरोप लगाएर, यस्ता फुच्चालाई आरोप लगाएर तपाईँ चाहिँ केपी ओली बचाउने प्रपञ्च गर्नु। त्यसकारण तपाईँलाई केपी ओली सुनौलो भन्दा रहेछ नि त। यो सबै केपी ओलीको छत्र। जो त्यो राजेश साक्य कि बज्राचार्य भन्ने केटो हो, जुन यतिसँग यताउता गर्यो भन्ने कुरा भयो, त्यस्तो पाइन्छ छुट? त्यस्तो पाइँदैन। त्यो जस्तो यही भुटानीमै पनि त्यति बेर भुटानीको लागि 1 करोडको एउटा पोको चाहिँ बालवाटारसम्म पुगेको र त्यही राजेश बज्राचार्यले थापेको भन्ने लगायतका कुराहरू आइरहेको थिए। केपी ओलीलाई खबरै नगरिकन राजेश बज्राचार्यले 1 करोड गोजीमा हाल्न सक्ला त? प्रोपोगेन्डा मात्रै हो। कौटिल्यले पनि के भन्छन् भनेदेखि, अथवा चाणक्यको कुरा पनि के छ भनेदेखि, शासकहरूले चाहिँ यस किसिमका चाहिँ घेराहरू बनाएको हुन्छ अरे क्या। घेरा 1, घेरा 2, घेरा 3 गर्दै बिचमा चाहिँ शासक बसेको हुन्छ अरे क्या। अनि उनले चाहिँ विद्रोह भयो भनेदेखि पहिलो घेरा उठाइदिन्छ, त्यसपछि दोस्रो घेरा उठाइदिन्छ, तेस्रो घेरा उठाइदिन्छ। त्यति जेलसम्ममा असन्तुष्टि डिफ्युज भएर गइरहेको हुन्छ र आफ्नो वर्चस्वलाई चाहिँ कायम राख्दछ भन्ने कुरा हो। अब जस्तो केपी ओलीको कुरा गर्दाखेरि त्यहाँभित्र त अमृत बोरा जस्ता, झलनाथ खनाल जस्ता, माधव कुमार नेपाल जस्ता वरियता प्राप्त नेताहरू त्यहाँभित्र थिए। मैले यो चाहिँ मोहन वैद्यलाई पनि भनेको थिएँ, प्रचण्डले मनपरी गर्दासम्म तिमीहरू के रमिताएर बसेका थियौ भनेर। एक एक गरेर आखिर प्रचण्डले चाहिँ माओवादी पार्टी नै सिध्याइदियो नि त। यो के गरेको भन्नु पर्दैन समयमै। त्यसकारण यो केपी ओलीको मात्रै टाउकामा हालिदिने कुरा बेकार हो। यी साना केटाहरूको टाउकामा हालिदिने कुरा पनि बेकार हो। यो मूल नेतृत्व प्रचण्ड अथवा केपी ओलीकै मोहन वैद्यहरूकै कमजोरीको कारणले यो सब आइलागेको स्थिति हो। यसको जिम्मेवारी राजन भट्टराईको टाउकामा हालेर हुँदैन। यो उनीहरूले नै लिनुपर्ने जिम्मेवारी हो। राजेश बज्राचार्यको टाउकामा हालेर पनि हुँदैन। ऊ सबैलाई थाहा छ नि कमिसन एजेन्ट हो। तलबाट आएको कमिसन आफू लिन्छ र त्यो अघि चाणक्यले भने जस्तो घेराउको रूपमा त्यस्ता अनेक, कसैले गोकुल मास्कोटा, हिजो गोकुल मास्कोटालाई एक्का भन्थे, अहिले महेश बस्नेतलाई एक्का भन्छन्। हिजो चाहिँ गोपाल कृष्ण श्रेष्ठ भन्थे होइन, कृष्ण गोपाल श्रेष्ठ। पेले हो केपी ओली भनेको भन्थे। अनि त्यो केपी ओलीले नै बोल्न लगाएको होला त। लु बोल्न लगाएको हो भने त्यस्तो गोपी कृष्ण कौ पनि कम्युनिस्ट कार्यकर्ताले बन्द गर्न सक्छ। अहिले केपी ओलीको कोर टिममा नपालेर रुँदै हिँड्दैछन्। अब रुने त प्रदीपै गेवाली होइन, त्यस्तोले रुवाउन सुहाउँछ? ल भनौँ न, प्रदीप गेवाली बौद्धिक नेता के भन्छन्? के बौद्धिक नेता? उनको परराष्ट्र मन्त्री हुने ल्याकत हो। टिको लगाएर केपी ओलीले नै बनाइदिएको हो नि। अरू सबैको कुरा पनि त्यही हो। अहिले रुँदै हिँड्दैछन्। अब अहिले रुने कुरा हुन्छ? रुनु त उनले हिजो पर्थ्यो। मलाई यत्रो ठुलो भारी बोकाउने 10 क्लास पढेको मान्छेलाई परराष्ट्र मन्त्री जस्तो भारी बोकाएर भरिया बनाउने भनेर रुनु त उनले हिजो पर्थ्यो। अहिले रोइरहेछन्। सुहाउँछ रुन? त्यहाँभित्र विद्वता प्राप्त, विज्ञता प्राप्त भएका व्यक्तिहरू छैनन् एमालेमा? अर्थ मन्त्रालय, विदेश मन्त्रालय, यस्तो मन्त्रालय पनि चाहिँ सडक छापरलाई दिने कुरा हुन्छ? त्यो गरे उनीहरूले। फलस्वरूप न त्यहाँ योजनाविदहरू जन्मिए, न परराष्ट्रविदहरू जन्मिए, न अर्थविदहरू जन्मिए। खै त
त्यसपछि यो स्थिति आएको हो। त्यसकारण हामी पटक पटक राइट म्यान राइट प्लेस भन्थ्यौँ नि। राइट म्यान राइट प्लेस भएन। उहिले 7 सालदेखि नै बाफरे त्यति बेला बबर शमशेर भन्थे, विजय शमशेर भन्थे। उनीहरूलाई भनेपछि अन्तर्राष्ट्रिय जगत नै यस्तो हुन्थ्यो। ल्याकत भएका व्यक्तिहरूले देश चलाएको देश हो नि त यो। पृथ्वीनारायण शाहले त काजी यसलाई दिनु, न्यायाधीश यसलाई दिनु, ठकुरी दगादार हुन्छ, खसलाई दिनु, फलानो यस्तो हुन्छ भन्थे। पछि राणाहरूले यो नगर्नाले पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूले उनीहरूको अकर्मण्यता र स्त्री लम्पटताले गर्दाखेरि आखिरी राणातन्त्रको उदय भयो। अब राणाहरूले चाहिँ हुकुमी र जहानिया शासन भए पनि उनीहरू ल एन्ड अर्डरमा कम्प्रोमाइज गर्दैनथे। देशको प्रतिष्ठा माथि गएको थियो। अहिले हेर्नुहोस् त राजदूत, नेपालको राजदूतहरूलाई त विदेशीहरूले त भेटघाट पनि दिँदैनन् अरे। किनभने अब बिचौलिया यो दलाल हो भन्ने थाहा हुन्छ उनीहरूलाई। हामीभन्दा पहिला हाम्रो इमेज त्यहाँ पुगेको हुन्छ। त्यो आधारमा जस्तो त्यति बेला पञ्चायतका पालामा पनि मलाई एउटा कुरा थाहा भएको थियो। एउटा सानो त लेक्चरर तहको मान्छेलाई राजाले भिसी बनाएको थियो त्रिभुवन विश्वविद्यालयमा। बाहिरबाट भिसी नै आयो अरे यहाँ नेपालमा। आएपछि भिसीको चाहिँ क्रेडिबिलिटी के हो त भनेर सोद्धाखेरि हिज मेयरली लेक्चरर भन्ने कुरा भएपछि त्यसो भने म चाहिँ विश्वविद्यालयमा गएर भेट्दिनँ, सोल्टीमा भेट्छु भन्यो अरे। भेट्दा पनि भेट्दैनन् बाबु। त्यस कारण क्रेडिबल हुनु पर्यो मान्छेले। र पार्टिकुलर मन्त्रालयहरू दिँदाखेरि, पार्टिकुलर जिम्मेवारीहरू दिँदाखेरि चाहिँ राइट म्यान राइट प्लेसमा हामीले जानु पर्यो र उसलाई जवाबदेहितामा राख्नु पर्यो। त्यो सिस्टम त हामीसँग केही पनि भएन। त्यसैको जगमा अहिलेको जेनजी भन्ने सरकार आइपुग्यो। हेर्नु त कस्ता मान्छे मन्त्री हुन्छन्। ल हेर्नु त अहिले नै हेर्नु न, सडकमा हिँडिरहेको भने त मन्त्री भन्दै आएको छ। ल हेर्नु त यहाँ अहिले अब यस्ताले देश थामी खान सक्लान्? त्यो सम्भव हुन्छ? अब जेनजी विद्रोहको नाममा त्यो सुदन गुरुङले यसो विचार गरे, भाइको यही संविधान रहिरहोस् भन्ठाने, यही रहन दिए भन्थ्यो होइन हिजो। अब अहिले के भन्छन्? त्यसो भने संशोधन गर्ने हो भने प्रतिनिधि सभा पुनर्स्थापित हुनु पर्यो, संशोधन हुन्छ भनेदेखि ठिकै छ। ल राज्य चलाउने नेताहरूको स्थिति अहिले यो कहाँबाट आयो त? अब प्रधानमन्त्रीकै स्थिति हेर्नुहोस्। उनी आफै प्रधान न्यायाधीश होइन, संविधान र कानुनको व्याख्या गर्ने। ल हेर्नु त कहाँ आइपुग्यो देश? जिरोमा गयो कि गएन फेरि देश? कारण यो हो। यसलाई चाहिँ हामीले देन दिएर राजन भट्टराईको टाउकोमा, गोकुल मास्कोटा महेश बस्नेतको टाउकोमा हालिदिएर हुँदैन। मूल नेतृत्वले यसको जवाबदेहिता लिनुपर्छ र हाम्रो मूल नेतृत्व असफल हो, असक्षम हो। यहाँसम्म उनीहरूले गरेकोमा दे आर थ्याङ्कफुल। नाउ इट इज हाई टाइम टु बी रिटायर। उनीहरूले रिटायर हुनुपर्छ सबैले, एउटा दलले मात्रै होइन। शेरबहादुर हेर्नुहोस् त त्यो अझ फेरि गएर अन्तिमचोटि लड्ने अरे। अब गधामा चढेर जाने होला, हिँड्न पनि सक्दैन बुढो। ल हेर्नु त छुट्टी लिने भन्ने त छँदै छैन। ल हेर्नु त अब यिनीहरू त बर्मनालमा पुग्दासम्म कृष्णप्रसाद भट्टराईले भन्थे क्या, गिरिजा बाबुलाई भनिदिनु मलाई अझै एकचोटि प्रधानमन्त्री हुने मन छ। बुढो व्हिल चेयरमा हिँडेर आएको छ। ठट्टा बनाए क्या उनीहरूले देशलाई। उनीहरू त हास्य पात्र छँदै थिए, तर आज एउटा हास्य मुलुक भनेर यो देशको बदनाम हुन पुग्यो। यो चाहिँ मलाई भन्नुपर्दा एकदमै पीडा हुन्छ। त्यो सन्दर्भमा मैले भनेको केपी ओलीले पनि विश्राम लिने समय आयो। उनी स्वेच्छाले विश्राम लिनेपट्टि देखिएनन्। त्यसकारण निष्ठावान र सचेत कार्यकर्ताले आफ्नो विवेक प्रयोग गरेर केपी ओलीलाई फुलको माला लगाएर छुट्टी दिनु उनीहरूको हितमा मात्रै हुँदैन, मुलुकको राष्ट्रिय राजनीतिका लागि पनि त्यो लाभदायक हुन्छ। तर उनीहरूले के गर्छन् त्यो चाहिँ उनीहरूको कुरा हुन्छ, मेरो कुरा हुँदैन। अब एमालेमा चाहिँ नेताहरू हुने, टिके नेता, आशीर्वादबाट नेता हुने भन्ने थियो। योचोटि चाहिँ पूर्ण लोकतान्त्रिक अभ्यास गरेको चाहिँ देखिन्छ त्यहाँ महाधिवेशनमा। यसले चाहिँ अब नेता हुन पनि कार्यकर्ताहरू अथवा जनताहरूमा जान पर्यो भन्ने एउटा भावनाको विकास गर्यो कि के हो त? अब यो त्यो एउटा सैद्धान्तिक पक्ष भयो। तर मुख्य कुरा चाहिँ के भयो भनेदेखि त्यहाँभित्र कस्तो प्रणाली हावी छ त? पार्टी सदस्यता कसरी दिइन्छ, मतदाताहरू कसरी छनौट हुन्छन्। जस्तो मैले सुनेको त्यो मनोनितको सिस्टम छ अरे त्यहाँ एउटा 100 जनाको 82 जना चाहिँ ओलीले गोजीबाट हालिदिए अरे। भने ती 82 जना कस्ता मान्छे भए? हामीले भन्यौँ भने हामीमाथि प्रश्न उठाउने भन्दैला फेरि कुटेका यसलाई बाटामा। यस्तो प्रश्न नगर्नु के भए भोलि सजिलो गरौँ न। लोकतान्त्रिक अभ्यास चाहिँ राम्रो हो एउटा कम्युनिस्ट पार्टीमा पनि जुन देखियो। त्यस्तै हो भने तपाईँले भनेको हो। तर त्यो एउटा ढकोसला मात्रै भयो भनेदेखि त त्यसको के अर्थ हुन्छ र? यसो हेर्दाखेरि तपाईँले भन्नुभएको लोकतन्त्र त्यहाँ हावी छैन। नेता स्वास्नी नै हुनुपर्ने,
नेताको गर्लफ्रेन्ड नै हुनुपर्ने, साली नै हुनुपर्ने, त्यस्तो पनि लोकतन्त्र हुन्छ? त्यो त लोकतन्त्रको बाहनामा लुटतन्त्र हो त्यो। त्यही कारण अब विद्या भण्डारीलाई अहिले पनि पुगेको छैन। योग्यताको आधारमा उनको त्यहाँ अवसर होइन नि त। त्यसकारण नेता मर्यो, स्वास्नी अगाडि बढाइदियो, बाबु मर्यो, छोरो अगाडि बढाइदियो। तिनीहरू निर्वाचित भएर आउँछन्, लोकतन्त्र भनिदिनुहुन्छ तपाईँहरू। एमाले भेट्यो भने बहुदलीय जनवाद भन्छ। बहुदलीय जनवाद पनि त्यस्तो हुन्छ। एउटै बहुदलीय जनवाद चारवटा हुन्छ र भने वामदेव पनि बहुदलीय जनवाद, माधव नेपाल पनि बहुदलीय जनवाद, यो केपी ओली पनि बहुदलीय जनवाद। वास्तविक बहुदलीय जनवाद भनेको चाहिँ म विद्या भण्डारी त्यस्तो नि हुन्छ होइन। यो सबै चाहिँ एउटा नाटक हो, ढकोसला हो। सही कुरा के हो भने बहुदलीय जनवाद भन्ने हुँदै हुँदैन, छैन। त्यो होइन, छैन होइन, हुँदै हुँदैन। त्यो काल्पनिक कुरा हो, बहुदलीय जनवाद नै हुँदैन। त्यो सब एउटा चाहिँ कार्यकर्तालाई भ्रमित पार्ने ढकोसला। बेची खाने भाँडो बनाए। अब त्यो शब्द मलाई भन्नु, प्राज्ञिक मान्छेलाई त्यो भन्नु सुहाएन। तर सिद्धान्त त बहुदलीय जनवाद भन्ने। बहुदलीय जनवादको अङ्ग्रेजी त मल्टी पार्टी नै हो, मल्टी पार्टी डेमोक्रेसी। मल्टी पार्टी डेमोक्रेसी भनेको त संसदीय व्यवस्था हुन्छ। बहुदलीय जनवाद कम्युनिजमसँग सम्बन्धित नै हुँदैन। त्यस्तो हावादारी कुरा त हामी जस्तो मान्छेलाई भन्न सक्दैन। हस्, महत्त्वपूर्ण समयको लागि धेरै ल, हस्, धन्यवाद। कति बज्यो? छिटै साथ त।